अमित कुमार यादव पकराव, रोशनी यादव को खोजीमा प्रहरी गणेशमान, चारनाथ नगरपालिका चितहा लवटोली निवासी अमित कुमार यादव लाई हाल सालय सामाजिक संजाल टिकटक मार्फत गाली गलौज तथा अभद्र व्यवहार गरे को आरोपमा नेपाल प्रहरीले पकराउ गरेको छ। घटनामा रोशनी यादव जसले अमित संग मिलेर विभिन्न नचनिया केटीहरू संग भिडियो बनाउँदै आएका थिए, उनीमाथि पनि अनुसन्धान जारी छ र प्रहरीले पक्राउको तयारी गरिरहेको छ। पछिल्ला केही दिनदेखि टिकटकमा भाइरल भएका भिडियोहरूमा अमित यादव र रोशनी यादवले नचनिया शैलीमा नाच्ने युवतीहरूसँग मिलेर अनेक अभद्र भाषा प्रयोग गरेका थिए। ती भिडियोहरूमा अरू व्यक्तिहरूलाई समेत लक्षित गरी व्यक्तिगत आक्षेप र गाली गलौज गरेको पाइएको छ। यसरी सामाजिक मर्यादा र अनलाइन आचार संहिता विरुद्ध गएका सामग्रीहरूप्रति विभिन्न नागरिक तथा युवा वर्गले विरोध जनाएपछि नेपाल प्रहरीले अनुसन्धान थालनी गरेको थियो। प्रारम्भिक अनुसन्धान पश्चात अमित कुमार यादवलाई पक्राउ गरेको हो। अमितमाथि साइबर अपराध सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने तयारी छ। यो मुद्दा नेपाल सरकारको साइबर क्राइम एक्ट अनुसार अघि बढाइनेछ। प्रहरी स्रोतका अनुसार रोशनी यादवको खोजी पनि तीव्र गतिमा भइरहेको छ र चाँडै उनलाई समेत नियन्त्रणमा लिने अपेक्षा गरिएको छ। नेपाल प्रहरीले सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग, गाली गलौज तथा चरित्र हत्या गर्ने सामग्री निर्माण र प्रचार प्रसार नगर्न आग्रह गर्दै कडा निगरानीमा रहेको जानकारी गराएको छ। यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्यवाही गरिने चेतावनी समेत दिइएको छ।